हेलो नमस्ते सेवालु साथीहरु स्वागत छ तपाई सबैलाई आजको मेरो नयाँ ब्लगमा। अनि सबै सन्चै हुनुहुन्छ होला साथीहरु, हामी पनि अहिलेसम्म सन्चै छौं, एकदम कुशल मंगल। अनि हाम्रो चाहिँ जहिलेको जस्तै यहाँ किचनमा काम चलिराखेको छ। यहाँ यो चाहिँ मैले अघि गरेकै साथीहरु, अन्जली मात्रै काम गर्छ भन्नुहुन्छ होला, तर अन्जली चाहिँ भर्खर कलेजबाट आएर सकाउँदै चाहिँ रातै पो भएछ है। अनि यहाँ म बनाउँदैछु। अब यहाँ सबै लगाउनु यहाँनिर रोस्ट बन्दैछ। धनियाँ छैन। अनि मेरो त अब जहिलेको एउटै हुन्छ साथीहरु, ब्लगमा पनि नयाँ नौलो केही नै हुँदैन, त्यही हो। घर बस्ने मान्छेको के नै हुन्छ र हैन साथीहरु। खाना बनायो, खाना बनाएको देखायो, यस्तै छ। बाहिर जाने घुम्ने फिर्नेको पो नयाँ नयाँ ब्लग आउँछ साथीहरु। हाम्रो त यस्तै हो, किचनमा बस्यो, खाना बनायो, खाना बनाएर दियो, खायो, त्यस्तै हो साथीहरु। यहाँ आज हाम्रो अर्कै स्टाइलको सलाद बनिरहेछ साथीहरु। यो चाहिँ आलु बिनाको एकदम मिठो हुन्छ। यहाँ बनाउँदैछु। यहाँ चाहिँ यो अलिकति राखेको यो माछा, यो चाहिँ तुम्मालाई अहिले सादा बनाइदिनु पर्ने छ। बाँकी यहाँनिर आज चाहिँ मैले माछाको रस कडी पत्ता हालिवरी बनाएको छु। मेरो बाबाले आज काम गरेको छ, स्कुल छुट्टी छ र स्कुल छुट्टी छ। मेरो बाबुले यहाँ यताउता लाउने सामानहरू चाहिँ गरिराखेको छ। अब हाम्रो खाना चाहिँ एकदमै रेडी भइसकेको छ। यहाँ हेर्नुहोस् त, यो भयो फिस, यो माछा। मम्मीहरूलाई चाहिँ यो तारेको होइन, यस्तो सादा मनपर्छ अरे, त्यही भएर यसरी बनाइदिएको छ। अनि यहाँनिर छ यो कुखुराको, यसलाई चाहिँ मजाले तारेर अनि त्यस पछाडि सलादको तरिकाले बनाएको छ। अनि यहाँ भिन्डी, अनि यहाँनिर सादा माछा छ। यो चाहिँ हाम्रो तुम्माको लागि, तुम्माले चाहिँ सादा खानुहुन्छ। अनि यो चाहिँ बेथुको साग, यो चाहिँ आफ्नै गार्डनको बेथु हो साथीहरु। अनि यसरी खानाहरू टक्कसँगले अब रेडी भयो खानाहरू। अनि यहाँ चाहिँ हाम्रो यो घरमा बनाएको मुलाको अचार। अब यो खानापिना रेडी भएको छ साथीहरु। अब मम्मीहरूको पर्खाइमा छौँ, सबै पाकिसक्यो। अब भात चाहिँ बसाउनु बाँकी छ, त्यो पनि यहाँनिर एकदम रेडीमा छ। अब टक्कसँगले पाहुनाहरू आउने बेला हुँदाखेरि चाहिँ अनि भात बसाउने हो। अनि तातो सिटी लाग्छ, अनि तातो खानापिना दिने हो। ल आउनु छिटो। हाम्रो त यस्तो छ है, गुफा जस्तो तुम्मा। किन बर्देवानी आन्टी पनि आउनु भएको थियो मम्मी? त्यहाँ ब्याङ्क, उसको ब्याङ्कमा आएको नि, अलि पैसा छ अरे, बिमारी छ र बुवा र सम्धिनीहरूसँग भेट्नु बुवा। बस्नु बुवा। क्यानमा हुनुहुन्थ्यो पहिले क्या बिहान, त्यहाँबाट दुईजनाको लप परेर गएको। अनि उहाँ चाहिँ सम्धि साहब चाहिँ के म गर्ने के अरे कर्पाले घरदेखि नि घरको यसो उँभो माथिको बाटो झरिङ घाट्दै। अनि बाबा मम्मीले देख्छ भन्ने डर भएन? दिउँसो भाइ तल आफन्तहरू हुनुहुन्थेन र होइन, यता त्यस्तो डाँडै भिरै भिर भागेको। यसो त लागेको भन्छु, एकताको बाटो पुग्यो, कहिले नपुगेको ठाउँमा म त गएको थिइनँ। दिदीहरू चाहिँ जान्थे, मलाई चाहिँ लगेन त्यो ठाउँमा। त्यो अस्ति हामी गयौँ नि, त्यहाँ चाहिँ दिदीहरू तरुनी हुँदाखेरि जान्थे। दुईचोटि नि बाख्रापाटा डोरेर कहाँ हिँड्नु थियो, गाडी थिएन नि सम्झि त्यति बेला जान्थे त। ताप्लेजुङ सिना कहाँ हो भने ताप्लेजुङ सिना। हामी तेर्सोनदेखि 3 दिन खाली खुट्टा आउँछौँ धरानमा। अनि जाँदाखेरि 4 दिन लाग्थ्यो। यसो नुन अलिअलि के रहर आएको, त्यो बाबुहरूलाई पछ्याएको नि हजुर। अब आउँथ्यो अलि 5 दिन बोकाइदिन्थेँ। अहिले त हेर्नु त, अब यहाँबाट म बिहान हिँड्यो भने 2 बजीतिर पुर्याउँदो रहेछ तीर्थमा। पहिलाको बुढाबुढी हाम्रो दिदी त्यहाँ बस्नु, मम्मी यहाँ बस्नुहुन्छ, तुम्मा यहाँ बस्नुहुन्छ। यतापट्टि बस्नु, बोजूको यता हो।
ल ओ अन्जली दिदीलाई चिसो पानी लाऊ त गिलास लाऊ गिलास यो पानी त यही छ उता तुमा घरबाट एक बट्टा बोकेर आउनु पर्छ रे भाइहरु ल्याउनु गरे अनि किन आउनु भएन मम्मी खै कहाँ हिँड्नु पर्ने अरे हो अनि त्यत्रो फोन गरेको न कुछ मीठा हो जाए मीठामा चाहिँ यहाँ छ रसबरी अस्ति दिदीले लखनऊबाट पठाइदिएको अब रसबरी खाने हो हामीले आउँदैन त हौ रसबरी भन्छ कि यसलाई गुलाब जामुन भन्छ है थाहा भएन अब रसबरी खाने हो साथीहरु भेन्टा कलर मात्रै ल सेवा र दिदी ल सेवा र ल बुवा पनि बाहिर हिँड्नु बुवा छोडिदिइराख्नु खै आयो होला कि पुऱ्याइराखेर आउँछ